ल अब ड्र्यागन फ्रुट पनि खाने बेला हुन लाग्यो। यो मैले रोपेको ड्र्यागन फ्रुट खाने बेला भइसकेको छ। सबै त भएको त छैन, कुनै कुनै भइरहेछ। हिजो एउटा टिपेको थिएँ। यो 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 जिउमा यो फ्रुट फ्लाई यसले चाहिँ फलको आउने काम मात्रै गर्छ। यसले खासै ड्र्यागन फ्रुटलाई त असर गरे जस्तो लाग्दैन मलाई। तर अरू यो मजै खत्तम पार्छ यो ड्र्यागन फ्रुटले, यो फ्रुट फ्लाईले। ल मेरो ड्र्यागन फ्रुट पाक्न लागेको छ। कोही पाकिसक्यो। हिजो एउटा मैले टिपेँ र टिपेर चाहिँ खाएको छैन, मेरो घरको मन्दिरमा चढाएको छु। अब यो हेर्नु सबै, यो पाकिसकेको छ। अब यो फुट्छ यसो भने आज चाहिँ टिप्नै पर्छ यसलाई, नत्र भने यो फुटेर फेरि काग चराहरू आएर ठुँगेर यसलाई खान नहुने बनाइदिन्छ। यो चाहिँ अब रातो हुन लागिसकेको छ, बिस्तारै रातो हुँदैछ होइन। अब यो सानो छ, यो भर्खर फुल खोलेर अब फल बन्ने प्रक्रियामा जाँदैछ। र यहाँ चाहिँ अझै सानो निस्किरहेको छ। अब यो पनि फल बस्छ होला प्रायः सम्भवतः। त्यस्तै गरेर त्योभन्दा अनि अर्को छ, यहाँ सानो छ नि, यहाँ पनि छ। यहाँ अझै त्योभन्दा अलिकति सानो छ र अझै म यहाँ देखाउँछु। अब एउटा लाग्न लागेको छ, सानो निस्केको छ, पुट्ट निस्केको छ। अब त्यसबाट नि फेरि फल निस्किन्छ। जस्तै यो हो, योबाट फेरि फल निस्किने काम गर्छ। हेर्नुहोस्, यता ड्र्यागन फ्रुट, यता चाहिँ अब दुईवटा भयो अनि एउटा रातो हुन लागेको छ। यता चाहिँ अलिकति हिजो मैले एउटा टिपिहालेँ र यता पनि हुँदैछ, 3-4वटा रातो हुँदैछ। अब यो चाहिँ यो पनि अब फुट्छ। अब यो मात्रै यहाँबाट फल फुट्छ, त्यही कारणले अब यसलाई टिप्नुपर्छ आजै, नत्र फेरि अघि मैले भने जस्तै काग चराहरूले ठुँगेर खाइदिन्छ। अब टिप्नुपर्छ। यहाँ यो अझै कम छ रातो, यो दुईवटा, यो चाहिँ टिप्ने बेला भयो। त्यहाँ उता दुईवटा गरे 3टा भयो। यहाँ चाहिँ थुप्रै फुलहरू चाहिँ झरेर गयो, कुहियो भनौँ, झऱ्यो भन्दा नि पहेँलो भएर गयो। जुन चाहिँ फल लाग्न सकेन, कुहियो भन्दा नि फल लाग्न सकेन। र सबै चाहिँ फल पनि लाग्न नसक्दो रहेछ। यसले धेरै फुल खेल्यो भने पनि फलहरू आफै त्यो चाहिँ फल नलाग्ने हुँदो रहेछ। यो अहिले पनि छ 30-40वटा जस्तो चाहिँ यसमा फल्यो भने अब 30-40वटा जति फुल फुल्छ होला, फल लाग्छ होला। अब यो फलसल काट्यो 2-4 दिनपछि यो चाहिँ मुस्ताङ जाने, जोङसोङ जाने प्लेन उडेको छ। यस्तो बादल सादल लागिरहेछ। अब यसको चाहिँ अब यसलाई पनि अब गोडमेल गरेर यो फल टिपिसकेपछि अलिअलि मल चाहिँ म थपिदिन्छु। यो हामी सबैले चाहिँ सकेसम्म कुनै आफ्नो घरको छेउमा छतमा सानो ठाउँ छ, जस्तो ठाउँ छ त्यही अनुसार हामीले कौशी खेती गर्नुपर्छ। यो गऱ्यो भने हामीले ताजा अर्ग्यानिक, बजारभन्दा धेरै अर्ग्यानिक, र कतिपय अवस्थामा हामीले विषादी पनि हाल्नुपर्ने अवस्था होला। जस्तै केमिकल फर्टिलाइजर, विषादी भन्दा पनि केमिकल फर्टिलाइजर अलिअलि हालिन्छ, जस्तो होइन, धेरै चाहिँ हालिँदैन। त्योभन्दा बढी चाहिँ अर्ग्यानिक मलै हाल्छु मैले। अलिअलि चाहिँ मैले केमिकल फर्टिलाइजर चाहिँ मिसाउँछु। र विषादी चाहिँ मैले हालिहाल्यो भने फङ्गिसाइड चाहिँ म हाल्छु। यसमा चाहिँ यो अर्ग्यानिक त भन्न नमिल्ला, तर पनि यसमा चाहिँ मैले चाहिँ NPK, नाइट्रोजन, फस्फोरस, पोटासको चाहिँ मिश्रण एउटा स्टार्टर भन्ने आउँदो रहेछ। र त्यो साथै अर्को केमिकल छ हल्का, त्यो फर्टिलाइजर पनि त्यो मिक्स भएको एउटा गेडा दाना रहेछ। त्यो पनि मैले अलिअलि चाहिँ मिसाएको छु। अनि र कमिला लाग्न नदिने भनेर त्यो कमिलाको मार्ने त्यो चाहिँ विषादी चाहिँ त्यो मैले यसमा माटोमा चाहिँ मैले प्रयोग चाहिँ गरेको चाहिँ छु। तर यस्तो अरू विषादी माथिबाट फोइलर स्प्रे चाहिँ मैले गरेको चाहिँ छैन यसमा। र ड्र्यागन फ्रुटलाई पनि खासै त्यस्तो अहिलेसम्म मैले रोपेअनुसार त्यस्तो केही
समस्याको चाहिँ अहिलेसम्म आएको त छैन। ल मेरो भिडियो यति नै आजलाई। सबै मिलेर आफ्नो घरको छतमा ठाउँ छ, किनभने बजारमा बस्नेको चाहिँ अब चाहिँ गाह्रो हुन्छ, ठाउँ हुँदैन र भइहाल्यो भने पनि अब यता चाहिँ को घर उताको घरले छेकिदिएर केही पनि सेड पऱ्यो, सेड हुन्छ, त्यही कारणले खासै उत्पाद केही गर्न सकिँदैन, किराहरू बढी लाग्ने चान्स हुन्छ, त्यही कारणले फल पनि नदिने हुन्छ। त्यही कारणले हामीले छतमा गर्दाखेरि चाहिँ घाम पनि अलिकति आउँछ, किनभने माथि हुने भएपछि छेउछेउको घरहरूले पनि छेक्ने, कम छेक्ने हुने हुनाले हामीले छतमा लगाउँदाखेरि यो ताजा फलफुल तरकारीहरू, सिजनल तरकारी रोपौँ, खाऊँ, जुन गर्न सकिने जति, र स्वस्थ रहौँ। धन्यवाद।